नमस्कार साथीहरू, भिडियोमा नयाँ हुनुभएकोमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। भिजेको बिल्लीसँग भाउजूलाई चुदाइयो। भावी स्टोरीमा मैले मेरो जवान भाउजूलाई तातो पारे र उसलाई चोदे। दाजु विदेशमा हुँदा भाउजूलाई चुदा उन नसकेपछि उनी पनि सेक्सको तिर्खाइरहिन्। मेरो घरमा आमा र भाउजू मात्रै बस्छन्। मेरो भाइ इन्डियामा बस्छ र 3 वर्षमा एकपटक घर आउँदैन। बाबा पनि एक सातापछि आउनुहुन्छ। यो भावी सेक्स स्टोरी म र मेरो भाउजूको बारेमा हो। भाइको बिहे भयो, त्यसको 1 महिनापछि साउदी गयो, त्यसपछि 2 वर्षपछि फर्किनु पर्यो। भाउजू पनि निकै दुखी र चिन्तित थिइन्। 2 वर्षपछि भाइ आउँदा धेरै बिदा नपाउँदा धेरै दिन बस्न सकेनन्। उनको फिर्ताको टिकट अर्को महिनाको लागि मात्र थियो, त्यसैले उनी 1 महिना घरमा बस्न सकेनन्। भाइ फर्किए। उहाँ गएपछि भाउजूलाई फेरि दुःख लाग्न थाल्यो। म पनि बाहिर बसेर पढ्थेँ, त्यसैले भाउजू एक्लै हुनुहुन्थ्यो। लकडाउन लागेपछि म घर फर्किएँ। एक दिन भाउजू टेरेसमा बसेर भाइसँग कुरा गरिरहेको देखेँ। त्यसपछि म आएपछि भाउजूले कुराकानी सकिएर फोन काटिन्। भाउजूको बारेमा मेरो कुनै नराम्रो विचार नभए पनि उनी पनि धेरै सेक्सी थिइन्, त्यसैले कहिलेकाहीँ म हाँस्ने र ठट्टा गर्ने गर्थे। हामी बीचको ठट्टाको सीमा अलि बढेको थियो, त्यसैले अब जब म उसको ब्रा स्ट्रिप देख्थे, म त्यसलाई तानेर हान्ने गर्थे। मैले यो धेरै पटक गरेको थिएँ। भाउजूलाई यो कुरा नराम्रो लागेन। एक दिन कोठामा बसेर फोन बजाइरहेकी थिइन्। उसको ब्राको स्ट्रिप देखिन्थ्यो, त्यसैले म पछाडिबाट खाटमा बसेर स्ट्रिप ताने। त्यो दिन म भाउजूको कोठामा थिएँ र भाउजू अगाडि बसेकाले भाग्न सकिन। उसले मलाई समातेर धकेल्यो। म पल्टिएर खाटमा पल्टिएँ। म उठ्ने प्रयास गर्न थालेँ। उनी मेरो माथि चढिन् र मजाक गर्दै मसँग झगडा गर्न थालिन्। म उनीहरूबाट टाढिन खोज्दै थिएँ। भाउजूले मलाई समातेर म माथि चढिन् र मेरो एउटा गाला तान्न थाली। मलाई गुदगुदी गर्न थालिन्। उनको झुकेको कारण मैले उनको स्तनहरू स्पष्ट रूपमा देख्न सकिन। जब मैले उसको कम्मरलाई बलियोसँग समातेर उसलाई आफ्नो तर्फ ताने, ऊ म माथि धेरै झुक्यो र उसको स्तन मेरो अनुहारमा थिच्न थाल्यो। तिनीहरू रमाइलो गर्दै थिए र म पनि। यार, मलाई त्यो बेला के भयो मलाई थाहा छैन। म मुडमा आउन थालेको थियो र मेरो लिङ सिधा भयो। भाउजूले मेरो कडा लिङ महसुस गरिन्। उनी एकछिन रोकिन्, तर अर्को क्षण मलाई फेरि गुदगुदी गर्न थालिन्। जब मैले उसलाई समातेँ, उसले आफूलाई मबाट छुटाउन खोज्न थाल्यो। उसले भन्न थाल्यो, प्लिज छोडिदेऊ। मैले छोडेको छैन। उनले भनिन्, ठिक छ, माफ गर्नुहोस्, मलाई अब जान दिनुहोस्, मलाई जान दिनुहोस्, मलाई काम छ। मैले भाउजूलाई छाडेर उनी गइन्। म घुम्न निस्किएँ। त्यसपछि दिउँसो घर आएँ। म आफ्नो कोठामा थिएँ। उनी आइन्। उनले चाउचाउ तयार पारेकी थिइन् र त्यही ल्याइन् र पंखामुनि बसेर हावा फेर्न थालिन्। भावी पसिनाले भिजेकी थिइन्, त्यसैले उनको पट्टी फेरि देखिन्थ्यो। जब मैले कडा तान्यो, पट्टी भाँचियो। उसले मलाई हेरेर भन्यो, तिमीले नोक्सान गर्यौ, अब कसले भराउने? मैले भने, पैसा लिनुहोस् र नयाँ लिनुहोस्, ठिक छ। उनले भनिन्, नछोड्नुस्, ठुलो पैसा आयो। उसको कुराले गर्दा मैले पनि पट्टी अर्कोतिर ताने। यसैमा भाउजूले मसँग फेरि झगडा गर्न थालिन्। आज मैले चड्डी लगाएको थिएँ। मैले भाग्न खोजे तर उनी म माथि चढिन्। सायद उसलाई मसँग टाँसिरहँदा रमाइलो लाग्न थाल्यो। पहिले जस्तै फेरि पनि त्यस्तै भयो। मैले उसको कम्मरलाई बलियोसँग समातेँ। उनी मेरो माथि आइन् र उनको स्तन मेरो मुख नजिक आयो। उसले मेरो सासको गर्मी महसुस गर्यो, त्यसैले ऊ मेरो माथि झुक्यो। आज उसको तातो सासले मलाई पनि अनौठो लाग्यो। सायद उनीहरूले पनि रमाइलो गरेका थिए। केही मिनेट यसरी नै कडा लडाई जारी रह्यो र म फेरि मुडमा परेँ। आज भाउजूको पनि मुड राम्रो थियो होला। उसलाई मेरो लादो तातो भएको महसुस हुन थाल्यो। उसले थप बल प्रयोग गर्न थाल्यो, जसको कारण हामी दुवै बीच झनै झगडा भयो। मेरो केरा पूर्ण रूपमा खडा भयो र स्पष्ट रूपमा देखिने प्रभाव देखाउन थाल्यो।
भाउजू अलि ढिलो भयो र उठ्नको लागि मेरो केरामा अलिकति हिँड्न थाली। त्यसपछि मैले उसलाई कडा तान्यो र ऊ ममाथि लड्यो। त्यसपटक उसको मुख मेरो मुखको धेरै नजिक आयो। मेरो कसिलो समातेको कारण उनी मसँग पुरै टाँसिएकी थिइन्, चुम्बन गरिरहेकी थिइन् जस्तो लाग्थ्यो। यार, म खराब अवस्थामा थिएँ। केही खेल्नु अघि नै आमाले बोलाउन थाल्नुभयो। त्यसपछि भाउजू जानै पर्यो। तर आज भाउजूले पनि मजा लिन थालेकोमा म पुरै ढुक्क थिएँ। मेरो केरा ताडिएको थियो, त्यसैले मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। आज मेरो हालत निकै नाजुक भएको थियो। म बाथरुम गएर हस्तमै थुन गर्न थालेँ। साँझ मैले कुखुरा ल्याएर भने, भाउजू आज पकाउनुस्। भाउजूले ननभेज खान्थे, नपकाउनुहुन्थ्यो। तर आज मैले सोद्धा भाउजूले भनिन्, ठिकै छ बनाउँछु, तर के पाउने? मैले संकेत बुझ्न थाले। मैले पनि हाँसेर जवाफ दिएँ, तिमी के चाहन्छौ प्रष्ट बन, तिमीले जे चाहन्छौ त्यही पाउनेछौ। भाउजूले भनिन्, एकपटक सोच त, जे माग्छु त्यो दिनै पर्छ। मैले भने, हो ठिक छ। म साथीहरूसँग बाहिर गएँ। त्यसपछि साँझ आउन अलि ढिलो भयो। सबैले खाइसकेका थिए। म ढिलो आएर कोठामा गएपछि भाउजूले खाना ल्याउनु भयो। आज मैले अलिकति पिएँ, त्यसैले सायद अलिकति पिएँ। यी भाउजूलाई थाहा भयो म नसामा छु। मैले भने, भाउजू खाना तिमी राख, म खान्छु। तर भाउजूले मेरो अवस्था देखेर भनिन्, मेरो अगाडि खाऊ, नत्र नखाई सुत्ने। मैले खान थालेँ। मैले भाउजूलाई सोधेँ, खानुभयो? भाउजूले भनिन्, हैन। मैले भने, मसँग मात्र खानुहोस्, गएर आफ्नो लागि पनि खाना ल्याऊ। भाउजूले भनिन्, तिमी खाऊ, म पछि खान्छु। मैले हातले खुवाउन थालेँ। तिनीहरूले अस्वीकार गरे। उनले भनिन्, म ननभेज खान्दिन। मैले आफैलाई जबरजस्ती गर्न थालेँ र भने, तिमीले खाएनौ भने म पनि खाउँदिन। केही समयपछि आफ्नै हातले खाए। यार, ननभेज नखाने मान्छेले कसरी खायो भन्ने मलाई अनौठो लाग्यो। केही समयपछि उसले मलाई आफ्नै हातले खुवायो र आफैले खायो। खाना खाएपछि म पल्टिन थालेँ। मैले लुगा पनि फेरेको छैन। मैले जिन्स फुकाल्न थालेँ। यसमा भाउजूले पनि सघाउनु भयो। मलाई सर्ट पनि लगाउन लगाइयो। अब म सुतेँ। त्यसपछि भाउजू आइन् र मलाई राम्ररी निन्द्रा दिएपछि चुम्बन दिएर जान लागिन्। मैले उसलाई तानेर चुम्बन गर्न थालेँ। भाउजूले भनिन्, को किन पियौ? मैले भने, यार, मेरा साथीहरूले मलाई पिउन लगाए। उनले केही भनिनन्। मैले भाउजूलाई ताने। आज हामी बीच केही कुरा हुन थाल्यो। मैले भाउजूलाई कडा अँगालो हालेर चुम्बन गर्न थालेँ। भाउजूले पनि केही बोलिनन्। अब भाउजूले मलाई पटक्कै इन्कार गर्नुहुने छैन भन्नेमा म पूर्ण विश्वस्त थिएँ। भाउजूको घाँटीमा चुम्बन गर्न थालेँ। भाउजूले पनि मजा लिन थालिन्। त्यसपछि मैले उनको स्तन थिच्न खोजे, तर भाउजूले मेरो हात समातिन्। उसले मेरो हात समात्यो र भन्यो, तिमी के गर्दैछौ? मैले मेरो हात रोकिन र उसको स्तनतर्फ सार्न थालेँ। उसले पक्कै मसँग यसरी कुरा गर्यो, तर उसले मलाई अस्वीकार गरेको जस्तो लागेन। मैले भने, भाउजू, आज मलाई अलिकति मद्दत गर्नुहोस्, प्लिज भाउजू, मलाई नरोक्नुहोस्। उनले भनिन्, ठिक छ, तर धेरै ठिक छैन। मैले ठिक भने र मेरो हात उसको ब्लाउजमा हालेँ। स्वर्गको सुख पाउन थालेँ। भाउजूको नरम स्तनले मलाई लाज मान्न थाल्यो। मैले उसको स्तनलाई जोडले थिच्न थालेँ। भाउजूले पनि मलाई मादक भावले हेर्न थालिन् र उनको आँखामा कामवासना प्रष्ट देखिन्थ्यो। मैले उसलाई चुम्बन गरेँ। भाउजूले पनि मलाई चुम्बनमा साथ दिनुभयो। केही बेरसम्म मैले भाउजूलाई यसरी किस गरिरहेँ र उनको स्तन थिचेँ। तब भाउजूले भनिन्, ब्लाउज फुकाल। मैले पछाडिबाट हुक खोलेँ। भाउजू ब्रामा थिइन्। भाउजूले भनिन्, पर्ख, पहिले ढोका बन्द गरेर आऊ। मैले भने, किन आउनेछ? आमा सुतेको छ, पछि बन्द गर। यति भन्दै मैले भाबीको ब्रा खोलेर उनको एउटा निप्पल आफ्नो मुखमा लिएँ। मैले भाउजूको स्तन चुस्न थालेँ र अर्कोलाई थिच्न थालेँ। भाउजू पनि फुल मुडमा थिइन्। मैले भने, भाउजू, आजको दिन रमाइलो गर्न दिनुहोस्।
उनले केही भनेनन्। भाउजूको कुरा हो भनेर बुझे। मैले हात तल राखेर महसुस गरेँ र भने, भाबी साथी तिमी भिजेको छौ। उनले केही भनिनन्। मैले भाउजूको कानमा नरम स्वरमा भने, साथी तिमीले मलाई पहिले नै भन्नु पर्थ्यो। भाउजूले भनिन्, तिमीले मलाई विगत 2 दिनदेखि रगडेर भिजाएको थियो, आज पनि गर्यौ। अब यस्तो मूर्ख नबन। मैले भने, त्यसो भए ठिकै छ, आज तिमीले भिजेको मात्रै होइन अरू पनि हुने थियो। भाउजूले मलाई साथ दिन थालिन्। मैले उसको हात मेरो अन्डरबियरमा राखेँ र भने, समात्नुहोस्। उसले आफ्नो केरा समात्यो र आफ्नो अन्डरबियरबाट बाहिर निकाल्यो। मेरो केरा पुरै उभिएको थियो। भाउजूले भनिन्, अलिकति लाज मान्नुस्, ठिकै छ मैले भनेको छु, तर यति लाज गर्नु ठिक होइन। मैले भने, अब लाजको कुरा नगर। भाउजू, किन? मैले भने, जसलाई लाज लाग्छ उसको कर्म नष्ट हुन्छ। भाउजू हाँसिन्। मैले भाउजूको पेटीकोट खोल्न थालेँ र साडी हटाएँ र पेटीकोट पनि हटाएँ। अब भाउजू प्याटीमा थिइन्। यार, उनी रातो रङको प्यान्टीमा अचम्मको देखिन्थिन्। मैले भने, अब पर्खनुहोस्, ढोका र झ्याल बन्द गर्नुहोस् र त्यसपछि गर्नुहोस्। भाउजूले बिस्तारै यताउता हेरेर आफ्नो कोठामा गइन्, नाइटी लगाएर सबै ढोका बन्द गरिन् र कोठाको गेट ताला लगाएर फर्किन्। आज योको लागि एक बहाना थियो। अलिकति नशा मात्रै थियो, तर भाउजूलाई धेरै देखाउने नाटक गरे। भाउजू आएर मेरो अगाडि नाइटी फुकालिन्। मैले उसलाई आफ्नो काखमा तानेर चुम्बन गर्न थाले, उसको निप्पलसँग फेरि खेल्न थाले, एउटा मुखमा लिएर अर्को औँलाहरू बीचमा थिचेर कराउन थाले। भाउजूले सुस्केर हाल्न थालिन्। मैले उनको टिप्पणी हटाएँ। अब उनी पुरै नग्न थिइन् र म टाउको अन्डरबियरमा थिएँ। उसले मेरो लुगा फुकाल्यो र मलाई चुम्बन गर्न थाल्यो। हामी दुवै रमाइलो गर्न थाल्यौं। केही बेरपछि मैले भने, भाउजू मेरो अलिकति मुखमा लिनुहोस्। उनी इन्कार गर्न थालिन् र भनिन्, मलाई यो मेरो मुखमा मन पर्दैन। मैले केही बेर उसलाई मनाउन खोज्दा उनी राजी भइन् र घुँडा टेकेर बसिन् र मेरो केरा आफ्नो मुखमा लिएर बसिन्। यार, मलाई धेरै मजा आयो। उसले धेरै छिटो लिङ चुस्न थाल्यो। भाउजूले भाला चुस्दा मजा आएन जस्तो लागेन। उनको भाँडा चुस्ता देखिन्थ्यो कि उनी बिहे अघि नै भाङ चुस्ने कलामा निपुण थिइन्। म 69 मा पुगेँ र उनको बिल्ली औँला गर्न थाले। ऊ पनि भिज्न थाल्यो, भन्न थाल्यो, अब ढिलो नगर। मैले भने, पहिले मलाई केही गर्देऊ भाउजू। मैले उसकोमा मेरो मुख राखेँ र तुरुन्तै रगे। उनी पुरै पागल भइन्। मैले भाउजूको पुछ चुस्न थाले। उनको स्वाद अचम्मको थियो। नमकिन अमृत जस्तै स्वाद भयो। मैले भने, अब फाल्ने? भाउजूले भनिन्, किन बोलाउनु परेको? मैले पोजिसन बनाएर मेरो केरा उसको पुतीमा रगड्न थाले। उनी पीडामा थिइन् र भनिन्, अहिले भित्र हाल्नुहोस्। मैले एकै झट्कामा पुरै केरा पुतीमा घुसाएँ। उनी पीडामा थिइन् र भनिन्, बिस्तारै गर। तर मैले उसलाई अझ कडा चुडाउन थाले। उसले पनि मजा लिन थाल्यो र भन्यो, यार, म तिमीलाई धेरै दिनसम्म इम्प्रेस गरिरहेको थिएँ। मैले भने, तिमीले मलाई पहिले भन्नु पर्थ्यो। उनी हाँस्न थालिन्। मैले भने, जब ननभेज खाइनन् तब किन खाइन्? भाउजूले भनिन्, पहिले खान्थिन् तर पछि खान छाडिदिइन्। अब तिम्रो माया खानुपर्छ। मैले मांसाहारी नखाने बाचा गरेको थिएँ। मैले भने, तिमी मलाई साँच्चै माया गर्छौ? भाउजूले भनिन्, त्यसैले त कुखुरा खाएर कसम तोडेको छु। अब म उसलाई खुसीले गरिरहेको थिएँ। केही समयपछि उनको रस निस्क्यो र उनी थकित भइन्। मेरो अझै सकिएको थिएन, मैले भाउजूलाई चुदिरहेँ। उनी फेरि चार्ज भइन् र रमाइलो गर्न थालिन्। उनले भनिन्, आज सबै जुस निकाल। म छिटो गतिमा गर्दै उन थाले र अब शिखरमा पुगे। मेरो काम पनि हुन लागेको थियो। उनले भनिन्, छिटो गर। पिट्दै गर्दा मैले सोधे, कहाँ लैजान्छौ? नसामा भाबीले भनिन्, भित्र मात्र गर, धेरै दिनदेखि सुकेको छ। आज भिजाएर गर। मैले पूर्ण गतिमा गरेर मेरो बाहिर आयो। मसँगै ऊ पनि फेरि एकपटक पास आउट भयो। म केही बेर उनीमाथि पल्टिरहेँ।
जब हटाइयो उनी उठिन्। उनको तलबाट रस निस्किरहेको थियो। मलाई यो धेरै मन पर्यो। मैले भाउजूलाई भने, थोपा टपकिरहेको छ, सफा गरेर फेरि आऊ, अझै मन लागेन। भाउजूले भनिन्, अब फेरि गर्ने मन छ? मैले भने, हो। भाउजूले भनिन्, म कतै जान्न, भोलि गर। मैले भने, आउनुहोस्, पहिले हाम्रो मनको कुरा गरौँ, भोलि हेरौँ। ऊ बाथरुमबाट आयो र हामी दुवैले केही बेर चुम्बन गरिरह्यौँ। म उसको स्तन चुसिरहेँ, उसले आफ्नो हातले समातेर आफ्नो स्तन चुसाइरहेकी थिए। केही समयपछि म फेरि उभिएँ। मैले भने, भाउजू यो फेरि तयार छ। भाउजूले भनिन्, त्यसो भए आउनुस्। म भाउजूको माथि चढेँ। यस पटकको गरी धेरै बेरसम्म चल्यो। भाउजू पनि पुरै खुसी थिइन्। यस पटक पनि मैले भित्र रस छोडेको थिएँ। भाउजू रातभरि मेरो कोठामा नग्न सुतिन्। उनी बिहान सबेरै उठेर बाहिर गइन् र बाहिर जाँदा मलाई अन्डरवियर पनि लगाउन लगाइन्। भोलिपल्ट मैले भाबीको नितम्ब पनि गरेँ। त्यो दिन भाउजूलाई धेरै पीडा भयो। अहिले 1 वर्षभन्दा बढी भइसक्यो। मलाई जब मन लाग्छ पूर्ण भाबीसँग मजा लिन्छु। खाना पकाउँदा कहिलेकाहीँ हामी दुवैजना भान्सामा गर्छौँ। मेरो भाबीको स्टोरी तपाईलाई कस्तो लाग्यो कृपया मलाई कमेन्ट गर्नुहोस्। धन्यवाद।